मैले मिनिस्ट्री गरिरहेको छु अथवा म प्रभुको सेवा गरिरहेको छु भन्ने त्यो समयदेखि थाहा भएदेखि चाहिँ तपाईँले सेवाकार्य गर्नुभएको कति समय भयो होला? म लगभग 4 वर्ष उमेरदेखि ड्रम बजाउन थालेँ मैले चर्चमा है। 4 वर्ष अगाडि कस्तो ड्रम बजाउँदा सोच्नु न, खुडानमा भेट्ने होइन। अनि अहिले तर वास्तवमा ड्रमै त होइन, ड्रम चाहिँ सुरुवात चाहिँ त्यो कङ्गोहरूबाट मादलहरूबाट बजाउन थालेँ। अनि त्यो बेलामा चाहिँ होसाना चर्चमा, अहिलेको चाहिँ होसाना चर्च त्यो चर्चमा हालेको थियो सानोमै। अनि त्यो बेलादेखि म्युजिकबाट नै सबै कुरा सुरुवात भयो। लगभग 4-5 वर्ष उमेरदेखि नै बजाउन थालेँ। अनि म्युजिक बजाउँदा बजाउँदा लगभग त्यो 18-19 वर्षको उमेरमा होला हामीले त बजाउन चर्च सुरुवात गऱ्यौँ। त्यो बेला पछाडि चाहिँ सङ्गीत मात्रै मिलेन, अब त्यस पछाडि चर्चमा जहाँ सङ्गीत हेर्नुपर्ने भन्ने खालको कुरा आयो। मेरो दिमागमा त्यही क्वेसन थियो, म ज्याम 19 वर्षको मान्छेले के जवान सङ्गीत हेर्नु सक्छ होला, के चाहिँ सिकाउने होला मैले भन्ने खालको मेरो दिमागको क्वेसन थियो। अनि प्रायः सबैजनाले खै गर्नु चाहिँ गर्नु थाल्यो, तर मैले पनि त्यो इन्कार गरेँ। यो भएन, यो कहाँ हुन्छ, मभन्दा ठुल्ठुलो दायाहरू छ, उहाँलाई गर्नु दिनु भनेर मैले भनेँ। तर पनि अब मान्छे पनि थिएन 18-20 सालमा, अब तपाईँको अप्सन पनि धेरै थिएन। त्यसले गर्दाखेरि आफूले गर्नु थालेँ। तर ओभर टाइम मैले के कुरा रियलाइज गरेँ भन्दाखेरि 18-19 वर्षमा परमेश्वरले मलाई जवान सङ्गतिलाई जिम्मेवारी दिनुभयो। त्यो चाहिँ म सक्षम भएको कारणले दिनुभएको होइन रहेछ। यो 18-19 वर्ष खुच्चेसँग धेरै बुद्धि छ, धेरै ज्ञान छ, एकदमै ट्यालेन्टेड छ, यसलाई दिनुपर्छ भनेर उहाँले दिनुभएको होइन रहेछ। तर मलाई सिकाउनलाई चाहिँ मलाई दिनुभएको छ। अनि 18-19 वर्षको उमेरदेखि नै अब मैले दिमागमा एकदमै प्रेसर दिनु पर्ने भयो। आज के सिकाउने, भोलि के सिकाउने, जवानको बिचमा के गर्ने, कस्तो गर्ने। अनि यो एउटा सकारात्मक प्रेसरले चाहिँ भनौँ न अध्ययन गर्ने कुराहरू वृद्धि गर्न थाल्यो। त्यस पछाडि रिसर्च गर्ने कुराहरू भयो। अनि सानो उमेरदेखि नै मलाई लाग्छ जवान सङ्गतिबाट नै मेरो सुरुवात भयो। 18-19 वर्षको उमेरदेखि नै एउटा सिकाउने कुराहरूमा चाहिँ मेरो यात्रा सुरुवात। तर बेसिकली चाहिँ म्युजिकबाट नै मानिस गरेँ। दिदीले जिम्मेवारी त दिइहाल्यो, तर तपाईँले जिम्मेवारी पाउँदै गर्दाखेरि चाहिँ त्यो निभाउँदै गर्दाखेरि कसरी तपाईँले एउटा लिड गर्नुभयो जवानहरूलाई? अर्को कुरा त्यसमा आफैलाई पनि त कसरी निर्माण गर्नुभयो तपाईँले? किनभने एकैचोटि दिदीले दिएर हुमिनुभयो नि त तपाईँ। त्यस कारण यो क्वेसन थियो र होइन सायद आउट अफ बक्स बेला हामी कुनै पनि क्वेसनहरू प्रिपेयर छैन बाहिर यतिकै डिस्कस गर्दै। एकदमै सही क्वेसन हो त्यो। अहिले पनि मलाई स्ट्रगल हुन्छ वास्तवमा। अहिले पनि यदि म चर्चमा सिकाउनु पर्छ भने इभन अब जवानहरू छ अथवा जुनैसुकै सेवाकाई गर्नु पर्दै गर्दाखेरि पनि त्यो स्ट्रगल सधैँ हुन्छ। मलाई लाग्छ यो एकदमै सकारात्मक सङ्घर्ष हो। जुन बेलादेखि हामीलाई यो सङ्घर्ष लाग्दैन, सिकाउने कुरा, बुझाउने कुरा, विशेष गरी आत्मिक रूपमा अरूलाई डोराउने कुरा चाहिँ हाम्रो निम्ति एउटा च्यालेन्ज र मेहनत गर्नुपर्ने कुरा लाग्दैन नि, त्यो बेलादेखि छोड्दै हुन्छ। म पहिलादेखि नै एकदमै त्यो विचारको मान्छे थिएँ। अहिले पनि मलाई लाग्छ कतिवटा चर्चहरूमा शनिबारको बिहान प्र्याक्टिस हुन्छ। धन्यवाद। शनिबारको बिहान प्र्याक्टिस गरेँ, त्यसपछि अनि 2-3वटा गीत गाउने चलनहरू पनि छ। हामी पनि पहिला कतिचोटि त्यस्तो गर्थ्यौँ। तर मलाई त्यही लाग्छ कि जुन बेलादेखि चाहिँ तपाईँ र मलाई हामीले पाइरहेको सेवाकाई चाहिँ एउटा सकारात्मक किसिमको बर्डन जस्तो लाग्दैन, तब मलाई लाग्छ तपाईँले सेवाकाई गर्नुपर्छ हुन्छ जस्तो मलाई लाग्दैन। त्यो चाहिँ हरेकचोटि प्रेसर हुन्छ। अहिले पनि मलाई प्रेसर हुन्छ र पहिला पनि त्यो बेला प्रेसर थियो। अनि अब यो भनेको लगभग 2009-10तिर कुराहरू होइन। 10तिरको बेलाहरूमा अब खासै त्यति धेरै रिसोर्सेसहरू थिएन। अहिले जस्तै सबै युट्युबमा त्यस्तो धेरै म्याक्सिमम् रिसोर्सेसहरू पाउँछ त्यो कुरा थिएन। मेरो लागि सबसे ठुलो रिसोर्स भने चाहिँ मान्छे नै थियो कि। अनि प्रभुको अनुग्रहमा धेरैचोटि मेरो स्वदेशी विदेशी साथीहरूसँग भेटघाटहरू भयो र इभन आफूभन्दा सिनियर मान्छेहरूसँग कुराकानी गर्दाखेरि एकदमै क्युरियस थिएँ। अब अहिले यो कुरा आफूलाई बढाएर भन्नुको चाहिँ होइन, तर मलाई के लाग्छ भने हामी कतिजना जवान सङ्गति अगुवाहरू हुनुहुन्छ होला। अघि मैले भने तपाईँलाई जवान सङ्गति चाहिँ एउटा सकारात्मक तरिकाले मैले केही न केही इनपुट दिनुपर्छ भन्ने कुरा प्रेसर हुँदैन भने तपाईँ जवान सङ्गति अथवा कुनै पनि सेवाकाई नगर्दा हुन्छ जस्तो मलाई लाग्छ। तर जब तपाईँलाई प्रेसर हुन्छ, जब तपाईँलाई बर्डन हुन्छ, तपाईँले खोज्न थाल्नुहुन्छ, व्यक्तिहरूसँग कुराकानी गर्न थाल्नुहुन्छ, तपाईँको विचार सबै कुरा फोकस त्यसमै हुन्छ। मलाई लाग्छ व्यक्तिहरूसँग कुराकानी, त्यसपछि म किताबहरू पनि पढ्थेँ। अनि त्यो जति अभाइलेबल रिसोर्सेसहरू छ त्यो कुरामा चाहिँ बढीभन्दा बढी मन लगाउँथेँ। सायद त्यसलाई नै मैले युज गरेँ।
लाग्छ। ठिक छ, हामी अब पुष्पले चाहिँ के गर्दछ? पुष्पा पनि मैले यस्तो प्रेसराइज गरिदिनु पर्छ। खासमा चाहिँ सोध्नु पर्छ अब होइन, मलाई सोधिदिनु विशेष गरेर सेवाकाईमा दाइले भन्नुभयो सेवाका अहिले पनि तपाईँले जब सङ्गति यता जिम्मेवारी लिँदै गर्दाखेरि चाहिँ कसरी चाहिँ आफूलाई प्रिपेयर गर्छ? तपाईँलाई पनि मलाई चाहिँ अहिले भन्नुभयो नि एउटा शब्द कि गर्नु त्यो गर्दै जाँदा भएको होइन, मलाई पनि म सुरुमै चाहिँ मण्डली आउँदै गर्दा म पनि म्युजिक थ्रुबाटै आएको, अनि फर्स्टमै म्युजिक थ्रुबाट भेटेको नि र हाम्रो आशिष दाइलाई नै बिचमा बसिरहनु भएको छ, उहाँलाई नै भेटेको। अनि त्यसपछि बजाउँदै गएँ तर मैले यो गर्नुपर्छ जिम्मेवारी लिनुपर्छ भन्ने चाहिँ मलाई कहिले पनि थिएन, तर गर्दै जाँदाखेरि त्यो बिस्तारै जिम्मेवारी त्यो मण्डलीले पनि त्यो देख्नुभयो सायद, त्यो कारणले मलाई सुम्पिनु भयो। तर त्यो सुम्पिएको केही समयसम्म पनि म लिडर हो, मैले के गर्ने भन्ने कुरा मलाई त्यति साह्रो क्लियर चाहिँ थिएन, तर प्रभुको निम्ति केही न केही गर्नुपर्छ, यो जिम्मेवारी चाहिँ केही न केही चाहिँ होला भन्ने चाहिँ थियो, तर स्पेसिफिक यही नै हो भन्ने चाहिँ थिएन। तर गर्दै जाँदा बिस्तारै थाहा भयो कि मेरो काम भनेको त प्रभुमा चाहिँ आफूभन्दा मुनिको भाइ बहिनी अथवा आफ्नो साथी सङ्गीहरूलाई चाहिँ प्रभुमा ल्याउने काम हो, आफू जसरी प्रभुमा अगाडि बढिरहेको छ त्यसरी अरूलाई डोलाउने काम रहेछ भन्ने थाहा भयो। अनि अहिलेको समयहरूमा त त्यही नै अब आफू पहिला प्रिपेयर हुन्छ प्रभुसँग एउटा घनिष्ठतामा कसरी जिउने भन्ने कुरा बाइबल अध्ययन गरेर प्रार्थनामा समय बिताएर, कोही आउट अफ ट्र्याक गइरहेको छ उनीहरूको निम्ति प्रार्थना गर्ने, उनीहरूलाई भेटघाट गर्ने, म चाहिँ मेरो जिम्मेवारीलाई त्यसरी बुझ्छु। त्योभन्दा बाहिर त खै अब केही छ भने अहिले उसले फेरि उहाँलाई अहिले कतिले याद गर्नु भएको छैन, उहाँको ट्याटु स्याटु देखेर ओहो कस्तो मान्छे जस्तो लाग्न सक्छ होइन, तर उहाँ एकदमै प्रोमा राम्रोसँग गरेर कतिचोटि फिजिकल एपियरेन्सले पनि त्यो खालको होइन जवानहरूमा त्यो फरक पर्छ नि त, फर्मलै हुनुपर्छ यस्तै सर्ट प्यान्ट लाग्यो चर्चमा आएपछि होइन, तपाईँको त्यो सोचको लागि म उभिएको छु, अहिले इन्फर्मल हुनुपर्छ जस्तो लाग्छ नि उहाँ हुनुहुन्छ है, उहाँले कसरी गराउनु भएको छ उहाँ पनि सुनौँ न। मेरो चाहिँ मतलब छैन भने ट्रेडिसनल पास्टरबाट होइन अब उहाँले भने जस्तै अब म त मिनिस्ट्री त बुझिया भए त मिनिस्ट्रीमा आइँदैन थियो होला, बुझिया भए त, तर अब म पनि थियो एकदमै थिन एजमै ड्रग एडिक्सनमा फसेँ म, त्यही दौरानमा सुसमाचार पाएँ, लाइफ पाएँ, अनि लाइफ चेन्ज भयो, जस 8-9-10 वर्ष जति त्यो होस्ट भयो होइन। अब बालाजु एरिया आफैमा त्यस्तो, तपाईँहरू कतिजना त्यताबाट हुनुहुन्छ भने थाहा छ तपाईँहरूलाई त्यो एरिया कस्तो छ भनेर। त्यसपछि अब 2015बाट चाहिँ मैले त्यो ठाउँमै छोडेँ, तर त्योभन्दा अगाडि त्यतै थिएँ गल्लीमा, त्यहाँको कतिवटा गल्लीहरू चिन्छ भने जस्तै। तर अब त्यो दौरानमा मैले प्रभुलाई चिनिसकेपछि अब मिनिस्ट्रीको निम्ति त्यति धेरै अघि जस्तै त्यति केही बुझेको नि, एउटा त अब माल खाएर जिन्दगी यत्तिकै बिग्रिरहेको होइन, एउटा गुरु जस्तै हो नि त, मलाई केही पनि थाहा छैन नि संसार कसरी गइरहेछ, मान्छेसँग कसरी बोल्ने, मैले पनि मान्छेलाई लिड गर्छु भन्ने त मलाई नेभर कहिले सोचे पनि थिएन मैले। अब चर्च गयो जाँदा जाँदै अघि दाइले भने जस्तै अब घुमेर हो कि कहिलेकाहीँ सधैँ रेगुलर चर्च जाने भएर पनि कहिलेकाहीँ अब यो ठिक छ भन्ने भयो, त्यसपछि अब सिक्दै गयो, जीवन चेन्ज हुँदै गयो र त्यसपछि अब एउटै कुरा जे प्रभुले जीवनमा गर्नुभयो त्यही कुरा अरूलाई बाँड्दै गएँ, त्यो बाँड्दै जाँदा पछ्याउनेहरू अथवा त्यो मैले बाँडेको आशिष सुन्दै जाने अरू मानिसहरू आउँदै गर्दाखेरि चाहिँ अब लिडरसिपमा जानुपर्ने रहेछ भन्ने भयो, यसरी आएँ। तर अब बुझ्दै जाँदाखेरि चाहिँ त्यो सबै कुरा बुझेर चाहिँ अहिलेसम्म पनि धेरैवटा कुरा कन्फ्युजनमै छु छ नि त, तर अब परमेश्वर आफैले भोगाइअनुसार नै अब सिकाउँदै लानुभएको छ, म चाहिँ यसरी आएँ है। तर यो एउटा प्रश्न आउँछ क्या मलाई कि सेवाकाई भनिन्छ होइन, तर सेवाकाई भनेर चाहिँ के हो त, कसरी बुझ्नु त्यो? हामी एकछिन जवानै हौँ भनौँ, अब यो सेवाकाई मात्रै गऱ्यो भने त हामी 3जनाको लागि मात्रै हुन्छ यो। अब हामी यसो गरौँ, एकछिन चाहिँ हामी हाम्रो अब तपाईँहरू 2जना मेरो टाइममा फर्क्यौँ भनौँ है, मै जवानमा फर्क्यो भने त फेरि तपाईँहरू बालसमितिमा फर्किनु पर्ने हो होइन, त्यस कारणले तपाईँहरू मेरोमा फर्केर हामी जवान हुँदाखेरिको केही कुराहरू सम्झ्यौँ, त्यो बिफोर त हामी प्रभुमा आइहाल्यौँ। प्रभुमा आइसकेपछि सबैभन्दा स्ट्रगल हुने कुरो त मलाई त जहाँसम्म लाग्छ कि अब हामीलाई पनि धर्मै बनाए जस्तो हुन्छ नि त, अब घर अगुवाहरूले बाइबल पढ प्रार्थना गर भन्ने कुरो त कति सुन्दिनँ हामीले होइन, जवान सङ्गतिमा नि सुन्यौँ जहाँ छ, तर
हामी आफैले चाहिँ तपाईँ जवान हुँदाखेरि तपाईँको व्यक्तिगत परमेश्वरसँगको सम्बन्ध कस्तो थियो, कसरी निर्माण भयो जस्तो लाग्छ त्यो फर्केर हेर्दाखेरि क्या जवान अवस्थाको तपाईँको परमेश्वरसँगको सम्बन्धको विषयमा चाहिँ हामी एकछिन कुरा गराउनु पऱ्यो। यो सेवाकाई भन्दा नि जवानहरूलाई त्यसको लागि जिम जानुपर्छ, जिम। एकदमै राम्रो क्वेसन हो मलाई लाग्छ। अनि मलाई त्यो भन्दै गर्दाखेरि त्यसको एउटा स्याड पार्ट पनि छ, किनकि त्यो टाइम फर्केर आउँदैन जस्तो लाग्छ होइन। अब भाइले भन्दै गर्दाखेरि अब म त अब सकिँला जस्तो पनि लाग्दैन मलाई, त्यति साह्रो भएको छैन होइन। तर प्रभुलाई दुइटै कुरा अघि भने एउटा कुरा उदास किन लाग्छ भन्दाखेरि त्यो टाइम फर्केर आउँदैन होइन। जस्तै स्पेसली 16 वर्षदेखि 30 वर्षको टाइम भनौँ न, भने कति वर्ष भयो, 14 वर्षको टाइम होइन। 14 वर्ष हो नि त, 14 वर्षसम्म त अब बच्चा जन्मै नै हुँदैन कतिजना त होइन। 14 वर्षको टाइम भने धेरै लामो टाइम, 14 वर्षको टाइम फर्केर आउँदैन। तर मेरो लागि चाहिँ प्रभुको अनुग्रह हो। म जहिले पनि प्रभुसँग प्रार्थना गर्दा प्रभुलाई के भन्छु, प्रभु तपाईँसँग तपाईँको उपस्थितिमा आउने इच्छा पनि तपाईँले मलाई दिनुभयो। यो आफूले पनि म आफूले पनि यो इच्छा गर्न सक्दिनँ, तर तपाईँले नै मलाई इच्छा दिनुभयो र इच्छा गरे अनुसार तपाईँले नै मलाई चाहिने कुराहरू दिइरहनु भएको छ। म प्रभुसँग प्रार्थना गर्ने गर्छु। मलाई अहिले एकचोटि मैले त्यो अहिले फेसबुक खास चलाउँदिनँ। पहिला एकचोटि मलाई याद छ, सायद 2000 अब अहिले त एउटा मिम आएको छ नि त फेरि 19 भन्ने बित्तिकै फेरि होइन डाइनोसरवाला देखाउँछ होइन। 2000 भित्रै छु, 2007-8तिरको टाइमतिर होला। अनि मैले एउटा कुरा रियलाइज गरेँ, अनि त्यो बेला मैले स्ट्याटस पनि लेखेँ। अनि अहिले कहिले पहिलाको त्यो स्ट्याटसहरू हेर्दा आफूले यस्तो हाँस उठ्छ होइन, के लेखायो होला भन्ने जस्तो लाग्छ। तर त्यो बेला मैले एउटा स्ट्याटस लेखाएको थिएँ जो मलाई अहिले पनि रेलेभेन्ट लाग्छ, अहिले पनि एकदमै रियल लाग्छ। मैले मेरो घरको सबसे माथिको कोठामा एउटा कोठाको फोटो खिचेँ, अनि फोटो खिचेपछि मैले त्यहाँ एउटा स्ट्याटस लेखेँ। मैले के लेखेँ भने मलाई लाग्थ्यो कि जस्तै युथ अवस्थामा अथवा जुनै पनि टाइममा कतिचोटि स्ट्रेस हुन्छ, कतिचोटि एकदमै एक्लोपनको महसुस हुनेदेखि लिएर कतिवटा कुराले गर्दा निराश हुन्छ। स्पेसली झन् त्यो बेला रिलेसनसिपको कुराहरू हुन्छ होइन। तपाईँ कतिजना हुनुहुन्छ, सबैको अनुहारबाट थाहा पाउन सक्छु म पाउनु चाहिँ होइन, तर भन्दिनँ। जस्तो धेरैवटा कुराले गर्दाखेरि मन एकदमै खल्लो हुने जस्तो हुन्छ। अनि त्यो बेला मैले एउटा स्ट्याटस लेखाएको थिएँ। अनि मैले के लेखाएको थिएँ भन्दाखेरि मलाई लाग्थ्यो कि यो नेपालीमा लेखाएको छ होइन फेरि त्यो मलाई के लाग्थ्यो भन्दाखेरि मेरो हृदयहरू एकदमै अशान्तिमय हुँदै गर्दाखेरि अनि एकदमै यो तनावहरू मैले महसुस गर्दै गर्दाखेरि यसको सल्युसन के होला जस्तो मलाई लाग्थ्यो। तर वास्तवमा यो सल्युसन चाहिँ कोठा रहेछ भनेर मैले फोटो राखेको थिएँ क्या। भनेको चाहिँ मैले प्रार्थना गर्ने रुम रहेछ। जब म प्रभुसँग प्रार्थना गर्छु र जब प्रभुसँग म अनेस्टली प्रभुको अगाडि आउँछु भने मेरो लाइफको सबभन्दा ठुलो सल्युसन त्यो नै रहेछ। न कुनै साथी, न कुनै ट्रिट, न कुनै भ्याकेसन, न कुनै सक्सेस, कुनै पनि लाइफको कुनै पनि इभेन्टले तपाईँलाई मलाई सबै एउटै किसिमको एउटै स्केलमा दिने सन्तुष्टि दिन सक्दैन। मलाई लाग्छ त्यो चाहिँ सिर्फ जब तपाईँ घुँडा टेक्नुहुन्छ, जब तपाईँ आँखा चिमिरहनुहुन्छ र प्रभुसँग बातचित गर्नुहुन्छ, मलाई लाग्छ त्यो नै कुनै हरेक मान्छेको एउटा पेनिकल हो। त्यो टाइममा मात्रै हामी आफ्नो लाइफमा एकदमै फ्री र सबै कष्टको बिचमा नै सेटिस्फाइड हामी महसुस गर्न सक्छौँ। त्यसै कारणले गर्दाखेरि क्वेसन चाहिँ के थियो मैले बिर्सेँ, तर म त्यहाँ कन्टेक्सतिर चाहिँ गएँ। के थियो क्वेसन चाहिँ बिर्सेको कोठावाला मात्रै याद हो, मैले त्यही कोठाको त्यही थियो। पासवर्ड त बचाउनुको मुडमा जानुभयो कि ल त्यस तर दाइले जुन अहिले भर्खरै कुरा गर्नुभयो मलाई नि मिनिस्ट्री के हो भन्दा होइन मिनिस्ट्री छोडिदियो हामीले मिनिस्ट्री छोडिदिइसकेको सम्बन्धको कुरामा जस तपाईँले प्रेयर रुममा जोड दिनुभयो। इन्ट्रेस्टिङ त्यो स्टोरी नै एकदम ब्युटिफुल। एउटा कुरा एड गर्न चाहन्छु। तपाईँले पहिले पढ्नु भएको छ क्रेजी लभ भन्ने किताब, सञ्जितले पढाएको छ, मैले दिएको थिएँ होइन। चिठी चाहिँ पढेको बेला हामी कतिजना क्रेजी लभ भन्ने किताब त्यो पनि मेरो लागि एकदमै एउटा राम्रो एउटा रियलाइजेसन थियो। त्यहाँनिर चाहिँ परमेश्वरको प्रेम, क्रेजी लभ भनेको परमेश्वर तपाईँले मलाई कस्तो एउटा पागल प्रेम गर्नुहुन्छ भन्ने विषयमा फ्रान्सिस च्यान भन्ने मान्छेले लेख्नु भएको किताब थियो। अनि मेरो साथीले रेकमेन्ड गर्नुभएको, म भर्खरै किताब पढ्दै गर्दाखेरि त्यो किताबले नि मलाई परमेश्वरलाई हेर्ने दृष्टिकोण, मेरो आफ्नै म को भन्ने कुराको उसले धेरै फरक पार्यो। र त्यो यस्तो धेरैवटा कुराले मलाई पर्सनल प्रभुसँग सम्बन्धमा बढ्नलाई आएको छ। यो दाइले ठिकै प्रसङ्ग जोड दिइहाल्नु त
तपाईँहरूले जुन यो प्रेमको विषयमा कुरा गर्दाखेरि अब हामीले धेरै पढेका छौँ संसारमा यो संसारलाई एकदमै परिवर्तन ल्याउने चाहे त्यो सेकुलर फिल्डमा होस् या क्रिस्चियन अथवा त्यो पार्टमा भए पनि संसारलाई एकदमै ठुलो पार्ने मान्छेहरू सकारात्मक पार्ने मान्छेहरूकोमा चाहिँ प्रेम चाहिँ सोर्स भएकै छ कहीँ न कतै उनीहरूले संसार आफ्नो कम्युनिटी वर्ल्डलाई गरे सो त्यो हुँदै गर्दा हामी एउटा इसाई युथ भएको कारणले तपाईँले परमेश्वरको प्रेमलाई कसरी बुझ्नुहुन्थ्यो अब अहिले त तपाईँ यहाँ आइसक्नुभयो एज अ पास्टर बुझ्नुहुन्छ र त्यतिखेर तपाईँले कसरी बुझ्नुहुन्थ्यो एज अ युथ र तपाईँले कसरी फिल गर्नुहुन्छ कहिले कतिचोटि त हामीले फिल गर्नै सक्दैनौँ नि त्यो होइन परमेश्वरले प्रेम गर्नुहुन्छ एउटा सैद्धान्तिक कुराहरू अब त्यो थ्योरी वाइज त सुनिरहेको हुन्छ हरेकचोटि तर कहाँ छ त त्यो भन्ने जस्तो प्रश्न आउँछ नि त हामी एज अ युथ हुँदै हुँदै तपाईँहरूले कसरी फिल गर्नुभयो तपाईँहरूको जवान अवस्थामा परमेश्वरको प्रेम चाहिँ मैले कसरी महसुस गरेँ भन्नु होइन त्यही त यो प्रश्न चाहिँ अलिकति झट्टै आउँछ जस्तो लाग्छ है एन्सर झट्ट भन्दाखेरि आउँछ यहीँ आइसक्यो जस्तो लाग्छ तर यहाँ आएपछि त्यो व्याख्या गर्न सकिँदैन कि है त्यस्तो हुन्छ तर अहिले मैले भन्दै गर्दाखेरि पनि त्यो मेरो जुन भित्रको छ त्यो कुरा क्लियरली भन्न सकेला बुझाउन सकेला नसकेला तर मैले चाहिँ कसरी परमेश्वरको प्रेम महसुस गर्छु अथवा परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा मलाई कसरी फिल हुन्छ हामीलाई त बाइबल पढ्दै गर्दा अथवा वचनहरू सुन्दै गर्दा परमेश्वरले प्रेम गर्नुहुन्छ मुक्ति दिनुभयो भन्ने कुराहरू हुन्छ त्यो अघि भने जस्तो सैद्धान्तिक अथवा थियोलोजिकल कुराहरू होइन त्यो हुन चाहिँ त्यही सत्य नै हो तर त्यो चाहिँ एकदम रटेको जस्तो मात्रै जस्तो लाग्न सक्छ जबसम्म चाहिँ एउटा फेज हुँदैन लाइफमा एउटा फेज आउँछ मैले चाहिँ मेरो पर्सनली एक्सपिरियन्सबाट भन्दैछु अनि एउटा फेज यस्तो फेज आउँदो रहेछ अनि त्यो फेजहरूमा चाहिँ कुनै कुराले सेटिस्फाई नगर्दो रहेछ कि त्यो सिचुएसनमा त्यो सिचुएसनमा शान्ति खोजिरहेको हुनसक्छ अथवा शान्ति सबै कुरा पाइसकेर पनि केही एउटा इम्प्टिनेस है अब यसलाई अलिक गहिरोसँग बुझ्नुपर्छ कि त्यही आफै लागेर अनि त्यो परिस्थितिमा न त तपाईँलाई मोटिभेसनल कुनै कुराले सधैँभरि सेटिस्फ्याक्सन दिन सक्छ कुनै कुराले पनि दिन सक्दैन कि आफ्नो करेन्ट सिचुएसनले पनि दिन सक्दैन त्यो मैले चाहिँ त्यसरी एउटा फेज थियो त्यो फेज हुँदै गर्दाखेरि आफूभित्र धेरै प्रश्नहरू खोजेँ मैले के म चर्च सुध्रिन मात्रै आएको हो त त्यस्तो भन्दा बाहिरको मान्छे धेरै सुध्रिएर हिँडेको छ के म चर्च चाहिँ राम्रो बन्न मात्रै आएको हो त भने त मेरोभन्दा राम्रो बोली त अरूको छ के म केही पनि गल्ती नगर्नको लागि आएको भनेपछि त मभन्दा कहियो गल्ती नगर्ने सिद्ध मानिसहरू अरू पनि छ नि त लाइफमा दागी नलागेको तर त्यो त होइन रहेछ तर म चाहिँ एउटा फेजमा हुँदै गर्दाखेरि मेरो सबै कुरा मैले राख्न सक्ने ठाउँ जुन कुरा यस्तो कुराहरू हुन्छ जुन म आफूलाई नै इग्नोर गर्न चाहन्छु कि त्यो मैले गरेको होइन म सम्झिन चाहदिनँ भन्ने जस्तो कुराहरू म सेयर गर्न सक्छु कि परमेश्वरमा चाहिँ होइन त्यो एउटा यस्तो हुनुहुन्छ उहाँसँग चाहिँ म सेयर गर्न सक्छु जो चाहिँ परमेश्वर हुनुहुन्छ अनि त्यो सिचुएसनमा हरेक कुनै कुराले सेटिस्फाई नहुँदै गर्दा उहाँले भन्नुभयो जस्तो प्रार्थना भनेको त माग्ने कुरा मात्रै होइन नि त त्यो सेयरिङ पनि हो बातचित गर्ने कुरा त्यो बातचित गर्दै गर्दा भित्र हिल भएको कुराहरू महसुस हुन्छ अनि अर्को कुरा चाहिँ मैले चर्चमा कहिले कहिले सेयरिङ गर्छु क्या यस्तै कुरा हुँदै गर्दा आजकल यस्तो फिल हुन्छ क्या मैले नकमाओस् म जस्तो सुकै लुगा लाएर हिँड्नुहोस् मेरो परिस्थिति गरिबी होस् जेसुकै होस् कोही छ मेरो पछाडि जस्तो फिल हुन्छ क्या मलाई चाहिँ कोही छ भोलि यो संसारको इजरायलले कता हाने के भयो भन्दै गर्दा यो पुतल हुँदा नि कोही छ है मलाई हेर्ने व्यक्ति म एक्लो चाहिँ छैन है मेरो निम्ति चिन्ता गर्ने व्यक्ति कोही छ तर किन जे पाइ त्यो गरेर हिँडेको छ होइन तर म प्रभुको वचनमा हिँड्छु प्रभुसँगै रहन्छु भने मेरो कोही छ भन्ने चाहिँ मलाई आड भइरहन्छ म चाहिँ त्यसरी महसुस गर्छु क्या परमेश्वरको कोही तपाईँको पछाडि छ सबै भन्ने एउटा विश्वासले तपाईँले त्यो तरिकाले तपाईँले परमेश्वर प्रेम गर्नुहुन्छ भने म त्यसरी महसुस गर्छु मेरो लागि चाहिँ दुई तिनवटा कुराहरू छ एउटा कुरा चाहिँ मेरो लागि सबसे एउटा बेस्ट एक्जाम्पल मेरो आफ्नो घरमै भयो मेरो घरको वातावरणले नै मलाई परमेश्वर हुनुहुन्छ र परमेश्वर मेरो लाइफको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने कुरा मलाई महसुस गरायो मेरो बाउको पर्स हराउँथ्यो मेरो बाउले लगभग एउटा 10-15वटा पर्स हराइसक्यो होला अहिलेसम्म होइन तर मैले उहाँको आँखामा अनुहारमा कहिले पनि निराश देखिनँ कहिले पनि कम्प्लेन देखिनँ कहिले पनि गुनासो मैले देखिनँ हामी 6 जना बच्चाहरू पढ्नुपर्ने हामी घरमा 10-12 जना मान्छेहरू थियौँ अनि एकजना मेरो ड्याडको मात्रै कमाएँ उहाँको मात्रै बुवाको मात्रै कमाएँ मेरो बुवालाई क्याम्पस कोर्सेटमा 16 वर्ष काम गर्नुभयो क्याम्पस कोर्सेट फर क्राइस्ट भन्ने संस्थामा
1200 रुपियाँको तलबबाट सुरुवात गर्नुभएको, अन्तिममा उहाँ रिटायर अथवा छोड्दाखेरि उहाँको 5500को तलबमा उहाँले छोड्नुभयो। मेरो बुवा एकदम पर्फेक्ट व्यक्ति, सबै तरिकाले एकदम सिद्ध मान्छे भन्नु मैले यहाँ भन्नु खोजेँ। तर जब तपाईँ हुर्किँदै गर्नुहुन्छ नि, तपाईँ सधैँ हेर्नुहुन्छ क्या, हरेक बच्चा र इभन अहिले पनि तपाईँले हेर्दै हुनुहुन्छ, कसलाई न कसलाई हेरिरहनु भएको छ तपाईँले। कि त तपाईँको साथीलाई हेर्दै हुनुहुन्छ, कि त तपाईँको घरकै व्यक्तिलाई हेर्दै हुनुहुन्छ। तपाईँ जे गरे पनि कसैलाई कसैलाई हेर्दै हुनुहुन्छ र तपाईँलाई पनि कसैले कसैले हेर्दैछ भन्ने कुरा चाहिँ नबिर्सिनुहोस्। मेरो लागि सबसे महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि जब म आँखा खोल्थेँ, भजन बजिरहेको सुन्थेँ, बुवाको रुममा गएँ, रुम फेरि धेरै भएको नि 4वटा रुम हो होइन। म त तपाईँको घरमा अब हुन त तपाईँ कतिजना कन्डिसन त्यस्तो पनि होला, पाहुना आयो भने मै सुत्नुपर्ने होइन, जोसुकै पाहुना आओस्, घुर्ने पाहुना आओस् कि ठुलो बुढो मान्छे आओस् कि बच्चा आओस्, मै सुत्नुपर्ने, सबैजनासँग बेड सेयर गर्नु पऱ्यो मै। दिदी पनि हुन्छ मेरो साक्षी, दिदी र म लगभग हामी 8-10 क्लाससम्म पढ्दाखेरि हामी बेड सेयर गरेर सुत्थ्यौँ होइन, त्यस्तो अवस्थाहरू थियो। तर मेरो लागि चाहिँ मेरो बुवा एकदमै रियल एक्जाम्पल हो। मैले अघि भनिहालेँ, उहाँमा कहिले पनि त्यो डिसेटिस्फ्याक्सन मैले देखिनँ। चर्चमा गीत गाउँदाखेरि घाँटी सुत्ने गरी गीत गाएको मैले देख्थेँ, यति उफ्रेर गाउने होइन। तपाईँको अहिलेसम्म मलाई लाग्छ कुनै पनि यस्तो वर्सिप लिडर मैले अहिलेसम्म त्यस्तो विटनेस गरेको छैन, त्यो तरिकाको त्यो जोस सहितको वर्सिप लिडर मैले त्यो कुरा देख्थेँ। अनि यता गएँ बाइबल पढेर देख्थेँ, उता गएँ सानी बाइबल पढेर देख्थेँ, मेरो आन्टी मम्मी प्रार्थना गरेर देख्थेँ। सबै फ्यामिलीमा त्यो एउटा वातावरणले गर्दाखेरि मलाई कहिले पनि क्वेसन आएन कि यो ईश्वर छ कि छैन होला, धेरैवटा धर्ममध्ये यो पनि हो कि भन्ने यस्तो ताइने क्वेसन मेरो दिमागमा कहिले नै आयो, किनभने त्यो आउनै परेन। मेरो लागि प्रशस्त इक्जाम्पलहरू थियो। नेक्स्ट कुरा चाहिँ के थियो भने म सानो उमेरदेखि सुसमाचार सुनाउँथेँ। सानो उमेरदेखि नै म मेरो क्लासको साथीहरूलाई लगभग 7-8 क्लासदेखि नै मेरो साथीहरूलाई सुसमाचार सुनाउँथेँ। लगभग 10 क्लासमा मेरो लगभग 4-5 जना बाहुन साथीहरू चर्च बाहुन, तर 10 सकिसकेपछि त फेरि अब सबैजना फरक कलेजहरू यताउता गयो। म एकदमै सुसमाचार सुनाउँथेँ। अनि मण्डलीबाट पनि सुसमाचारमा लानुहुन्थ्यो होइन, कहिले कहाँ हरेक वर्षमा 2 चोटि त हामी सुसमाचार सुनाउन जान्थ्यौँ। र अर्को कुरा, मेरो जिन्दगीमा कहिले पनि मैले सङ्गति टुटाएन। जवान सङ्गति भन्नुहुन्छ कि बाल सङ्गति भन्नुहुन्छ कि मुख्य सङ्गति भन्नुहुन्छ कि एनिथिङ, कुनै पनि सङ्गति मैले कहिले पनि टुटाएन। टुटायो भने त यहाँ टुट्थ्यो नि त फेरि, सङ्गति टुटायो भने त यहाँ के पो टुट्थ्यो थाहै छैन। त्यो किसिमको स्ट्रिक्ट इन्भाइरोमेन्टमा मलाई यहाँ चाहिँ एक दिन बहिनी र म प्रार्थना गर बेलुका प्रार्थना हुन्छ हाम्रो घरमा जहिले पनि, अहिले पनि हुन्छ। अनि प्रार्थना गर्दाखेरि हामीले कहाँबाट देखाएको थिएँ कि मैले त्यो बेला हामी सानो थियो बहिनी र म, अनि त्यो हिँड्दै प्रार्थना गर्दा यस्तो गरेर प्रार्थना गरेर देखाएको थिएँ कि हामीले कहाँनिर। अनि हामी चाहिँ जोक्स जस्तो गरेर, अनि बहिनी र म चाहिँ पुरा हिँडेर यस्तो प्रार्थना गरेर होइन, खोइ उडेर किताबहरू आइरहेको छ क्या, कहाँबाट भन्दा ड्याडीले हान्नु भएको छ त्यो साइडमा, त्यहाँ किताबको लाइब्रेरी त्यो सानो किताब उडी आइरहेको छ। तिम्रो प्रार्थना गर्ने कुरो यस्तो जोक गर्ने तिमीहरू भनेर त धोबी पिठा खाइहाल्यो। त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भने तपाईँले कसैलाई कसैलाई हेरिरहनु भएको छ, एभ्री डे तपाईँले कसैलाई कसैलाई यो लुकअप टु। र अर्को कुरा, तपाईँलाई पनि कसैले कसैले हेरिरहेको छ। तपाईँले यदि एकदमै राम्रो व्यक्ति जसले तपाईँलाई इन्सपायर गर्न सक्छ स्पिरिचुअली, त्यस्तो व्यक्तिलाई हेरिरहनु भएको छ भने तपाईँको दिमागमा अर्को ताइन्दै क्वेसन आउँदैन। अनि अर्को एउटा मलाई जोड्नु मन लागेको कुरा चाहिँ के भन्दाखेरि तपाईँ पनि त एक दिन बुवा हुन्छ नि होइन, तपाईँ पनि एक दिन आमा हुन्छ कि यस्तै हो सधैँ हुन्छ कि हुँदैन। अहिले मेरो 6 वर्ष लाग्यो मेरो छोरा, मेरो लाइफको हरेक म हरेक बिहानै मैले प्रार्थना प्रभुसँग के गर्छु भने प्रभु म मेरो छोराको लागि एक्जाम्पल गर्नुहोस्, म मेरो छोराको लागि चाहिँ यस्तो खालको व्यक्ति बन्नु सक्छु जसलाई उसले हेरोस्, पहिलो नम्बरमै हेरोस् क्या। फेरि त्यो 4-5 जनामा मेरो माई ड्याड कम्स एट 6 भन्नेवाला होइन, 6 नम्बरमा पढ्नेवाला होइन, तर 1 नम्बरमा नै मेरो छोराले मलाई हेरोस्, मेरो अनुसरण गरोस्, त्यो योग्यको लाइफ जिउनलाई चाहिँ मलाई सहायता गर्नुहोस् भनेर प्रभुसँग प्रार्थना गर्छु। त्यसै कारणले गर्दाखेरि मलाई लाग्छ एकदमै कन्क्लुजनमा चाहिँ के हो भन्दाखेरि कि त तपाईँले अरूलाई हेर्नु पऱ्यो, कि त तपाईँ अरूले हेर्ने खालको लायकको मान्छे हुनु पऱ्यो। स्पिरिचुअल लाइफ चाहिँ यो एउटा एक्सर्साइज हो क्या, यो अटोमेटिकली तपाईँ कुनै जवान सङ्गतिमा आएर भएर हाम्रो निमा भएको प्रार्थनाले तपाईँ परिवर्तन हुँदैन पऱ्यो। यो एभ्री डे, जस्तै बाइबलले के भन्छ आफ्नो क्रुस उठाएर हिँड भन्छ नि बाइबलले, त्यो चाहिँ कहिले इस्टरमा मात्र हो अथवा गुड फ्राइडेमा हो, एभ्री डे। त्यसले गर्दा कि त तपाईँले सही व्यक्तिलाई आफ्नो लाइफमा राख्नु जसलाई हेरेर तपाईँ इन्सपायर हुन्छ होइन, कि त तपाईँ त्यस्तो खालको व्यक्ति बन्नु जसलाई तपाईँ इन्सपायर गर्नुहुन्छ। स्पिरिचुअल लाइफ एउटा एक्सर्साइज हो, यो चाहिँ डेली चोइस हो, यो चाहिँ कुनै 2 महिनामा एकचोटि हुन्छ जवानसँग त्यसले परिवर्तन हो।
सायद आज परिवर्तनले होला फेरि मैले भनेको कुराले चाहिँ अब मैले चाहिँ त्यसरी अनुभव गरेँ तर मलाई उहाँहरूको सुन्दाखेरि एकदम रमाइलो अब उहाँले जुन आफ्नो ड्याडीबाट लिनुभयो म चाहिँ मैले मेरो बुवासँगको कुनै पनि मोमेन्ट यादै छैन अहिले एकछिन इन्टरप्ट गरेँ तिमीले यो सेयरिङ गर्दै गर्दा यसमा आफ्नो तपाईँहरूलाई थाहा चाहिँ थाहा छैन उहाँ चाहिँ एडिक्सनबाट एकदमै रिकभर भएर माथि आएर होइन चाहिँ सेवाकाई गरिरहनु भएको व्यक्ति हुनुहुन्छ त्यही भएर थाहा छैन भने चाहिँ उहाँको मुखबाट चाहिँ म सुन्न चाहन्छु तपाईँहरूले पनि सुन्नुहोस् भन्ने चाहिँ म आशा राख्छु तपाईँले आफ्नो चाहिँ त्यो कसरी रिकभर पनि हुँदै आउनुभयो कस्तो फेज थियो अनि त्योसँगै जोडेर परमेश्वरको प्रेम चाहिँ कसरी महसुस गर्नुभयो भन्ने कुरा पनि ल म अघिकै कुरामा यो परमेश्वरको प्रेम मेरो निम्ति चाहिँ के भन्ने भयो म कसरी महसुस गर्छु भन्ने कुरामा जोड दिँदै गर्दाखेरि उहाँहरू दुवैजनाको एकदम ब्युटिफुल छ स्टोरी म चाहिँ ब्रोकन फ्यामिलीबाट आएको म 6 मन्थ हुँदाखेरि नै मेरो बुवा बित्नुभयो सो मसँग अहिले एउटा ब्ल्याक एन्ड व्हाइट फोटो छ ड्याडीको त्यति हो त्योभन्दा कुनै पनि त्यो सम्झना मेमोरी पनि छैन मलाई होइन मलाई कति समय त यो बुवा भन्ने शब्द प्रनाउन्स गर्न पनि गाह्रो हो किनभने म जन्मेदेखि मैले यो शब्द प्रनाउन्सै गरिनँ काका काकी दाईहरू त के गर्यो भने बुवा शब्द त मैले कहिले उच्चारणै गरिनँ नि सो त्यो अवस्थामा उहाँले जुन आफ्नो पिताबाट परमेश्वरको प्रेम महसुस गर्नुभयो भने म चाहिँ मेरो जीवनमा सबैभन्दा गल्ती गर्ने मान्छे हो स्टिल अहिले पनि अनि तर अब हामी जवान अवस्थामा त आई नो एभ्रिथिङ जस्तो लाग्छ नि वास्तवमा त्यो हाम्रो माइन्ड इमोसनल भएको कारणले हुने रहेछ तर यो भन्यो भने त अहिले अघि किताब आए जस्तो यहाँ फोन होइन के आउनु पनि बेर छैन जेन्जीहरूबाट तर हामीलाई मैले जे गरिरहेको छु एकदम ठिक गरिरहेको छु जस्तो लाग्छ नि त होइन अब इन्सिडेन्ट के भयो भन्दाखेरि म यो ट्याटो हान्न थमेल गइरहेको थिएँ गगन ट्याटो हाउस एकदमै ट्रिपमा बेसुमा होइन थाहै थियो अनि त्यहाँको दाइले यार तिमी त सानै रहेछ भोलि के होला पछुताउँछ भन्छ त्यो सलमान खानको डाइलग चाहिँ एक बार कमिटमेन्ट किया थियो खुदकुमी नै सुन्दा भने जस्तो होइन त्यो आफूलाई चाहिँ मन लाग्छ नेभर भने मैले त्यो कुरालाई होइन तर म अहिले रिग्रेट गर्छु मैले त्यतिखेर चाहिँ एकदम प्राउडली भने मैले गरेको हो सो मलाई बाल लाग्नु त हान्नु टाइप छ जति हान्नु छ होइन म रिग्रेट गर्दिनँ पछि रिग्रेट तर अझ प्रब्लली चेन्ज नभएको भए त अहिले अनुहारदेखि खुट्टासम्म केही पनि खाली हुँदैन होइन त्यति धेरै मन पर्ने कि होइन अनि त्यो सबै अवस्थामा मैले अघि दाइलेको छु यति धेरै गल्ती र यति धेरै टुटेँ तर स्टिल म भित्रले चाहिँ म पनि प्रेमकै त्यो मान्छे जति नै भनेर चाहिँ मान्छेलाई प्रेम चाहिँ चाहिन्छ त्यसैको कारणले हामी खोज्दै जाँदाखेरि गलत पर्सनसँग पुग्छौँ अथवा हामीले प्रेमको नाममा पर्सनलाई युज गर्छौँ त्यो पर्सन हामीसँग एट्र्याक्ट हुन्छ कनेक्ट हुन्छ बिकज तिनीहरूले प्रेम चाहन्छ एभ्रिबडी सबैजनाले जीवनमा कोही माया गर्ने अहिले हात उठाएर भन्नुभयो भने हात नउठाउनु होला तर हामी सबैजनालाई प्रेम चाहिँ चाहिन्छ जीवनमा अनि म पनि त्यो अवस्थामा चाहिँ मैले यसुको प्रेम पाएँ मेरो जीवनको एकदमै लो अवस्थामा लोन्ली अनि गल्ती गरेको अब फ्यामिली छैन अब राम्रो मान्छे को सबैको लागि प्यारो हुन्छ त होइन अब जो कङ्गाल भई चण्डाल हुने जस्तो छ मेरो जीवन त होइन कसको लागि प्यारो हुन्छ त्यो मेरो भाइ छ यहाँनिर माथि ऊ त्यो पछाडि उसले पनि थाहा छ गाउँमा कसैले मन पराउँदैन थियो मलाई आयो भने नि बच्चाहरू लुकाउँथ्यो क्या अरूले किनभने उनीहरूको बच्चाहरू लिएर कहाँ पुग्दैनथ्यो होइन त्यसलाई नि एकचोटि लिएर गएर त्यसको आमा रोएर धुन्दा पोखरा कहाँ पुऱ्याइदिएको थिएँ मैले त्यसलाई तर यो सबै कुरा किनभने मलाई घर बस्नै मन लाग्दैन मैले माया महसुस गर्दिनँ त्यो घरमा जानै मन लाग्दैन मलाई यो अवस्थामा मैले चाहिँ यसुको माया महसुस गरेको एज अ मदरको माया आमाको प्रेम त सबैजनालाई मैले भनिराख्नु पर्दैन त्यसरी नै मैले यसुको मायालाई महसुस गरेँ सो यो अनि कि दाइ यो जीवनमा यसो हिँड्दै गर्दाखेरि जीवन जवान अवस्थामा हामी मिस्टेक गर्ने मान्छेहरू मलाई थाहा छ दाइले पनि धेरै मिस्टेक गर्नु भएकै छ वा दाइले सो यहाँ हाँस्नेहरूले त झन् अब त्यो टक्क ऐना राखेरै हाँस्नुभयो तपाईँहरू अगाडि सो द्याट वाट्स नेक्स्ट क्या अब जब हामी गल्ती गर्छौँ नि तपाईँ एज अ युथ हुँदाखेरि गल्ती हुन्छ हामी सबैबाट तपाईँ के गरी चाहिँ परमेश्वरमा फर्किनुहुन्थ्यो अथवा कसरी तपाईँले आफूलाई चाहिँ यो स्पिरिचुअल जर्नीमा ह्यान्डल गर्नुहुन्छ एकदमै हार्ड क्वेसन मलाई लाग्छ यो एकदमै गाह्रो छ इभन स्टिल म आफै पनि सङ्घर्ष गर्छु किनभने हामी पावले भने जस्तै जे कुरा गर्न चाहदिनँ त्यो चाहिँ गरे जे कुरा म गर्नुपर्छ मलाई थाहा छ तर म त्यो कुरा गर्न सक्दिनँ त्यो कारणले गर्दाखेरि स्टिल अहिले पनि धेरैचोटि
मलाई थाहा छ कि यो रङ छ यो गलत छ रिपिट गर्दै गर्दाखेरि एकदमै गाह्रो हुन्छ त्यो टाइम। तर एट द सेम टाइम कुनै थियोलोजिकल कुराले अथवा बाइबलको कुनै बाइबल त बाइबल नै हो, तर त्यस्तो एकदमै डिप ट्रुथ भन्दा पनि मलाई चाहिँ के कुरा महसुस हुन्छ भन्दाखेरि परमेश्वर अहिले इभन मैले तपाईँलाई एक्सप्लेन गर्दाखेरि टफ छ क्वेसन, किनभने हामी धेरैचोटि त्यो फिल गर्ने गर्छौँ। अनि एकदमै वास्तविकता हो कि तपाईँ र मेरो गल्तीले चाहिँ तपाईँ र मेरो मुक्तिलाई अलिकति कम सम्भावित बनाउने, अथवा अब तैँले 9 चोटि गरिसकेछ अब अर्को 1 चोटि गर्दा त्यसपछि त्यो भन्ने तरिकाको भइदिए गयो भए सायद हामी कोही पनि विश्वासमा रहन सक्दैनौँ। तर परमेश्वरमा त्यो नभएको कारणले गर्दाखेरि नै हामीमा आँट आउँछ होइन। बाइबलले भन्छ कि हामी जस्तोसँग त्यो अनुसारको व्यवहार नगर्नु भएको कारणले गर्दाखेरि नै हामीलाई तपाईँको अगाडि आउन साहस हुन्छ भनेर भजन सङ्गीतको पुस्तकमा भन्छ होइन। जस्तै दाउदले त्यसरी एक्सप्रेस गर्छ। मलाई पनि त्यो लाग्छ, जब हामी म गल्ती गर्छु अनि प्रभुको अगाडि आउँछु, अनि प्रभुको अगाडि आउँदै गर्दाखेरि मलाई एकदमै थाहा छ कि मैले गल्ती गरेको छु, मैले गर्नु नहुने कुरा गरेको छु। तर एट द सेम टाइम मलाई एउटा यस्तो किसिमको फिल हुन्छ कि परमेश्वरले मलाई क्षमा दिइसक्नु भएको छ अलरेडी सबै कुराको लागि। आज भोलि पर्सि सधैँ जति नै मैले गल्ती गर्छु त्यो सबै कुराको लागि उहाँमा क्षमा छ। उहाँ चाहिँ करुणामय हुनुहुन्छ, रिस गर्नुमा ढिलो हुनुहुन्छ। अनि के हुन्छ मलाई थाहा छैन, तर जब कन्फेस गर्छु म प्रभुको अगाडि, प्रभु मैले यो कुरा गल्ती गरेँ, मैले गर्नु नहुने, मलाई क्षमा गर्नुहोस्। प्रभुले एउटा छुट्टै किसिमको हिलिङ, छुट्टै किसिमको एउटा पुनर्स्थापनाको हृदय प्रभुले मलाई दिनुहुन्छ। अनि जति मलाई के लाग्छ, जब हामी गल्ती गर्छौँ र गल्ती गरेपछि जुन रिग्रेट फिल हुन्छ, जति हामी त्यो रिग्रेटमा बसिरहन्छौँ हामीलाई फेरि प्रभुसँग सम्बन्ध स्थापित गर्न धेरै गाह्रो हुन्छ। अनि त्यो नै शैतानले प्रयोग गर्छ र बिस्तारै बाइबल पनि अब टाढा जाँदै जान्छ, प्रार्थना पनि टाढा हुँदै जान्छ, सङ्गति पनि टाढा हुँदै जान्छ। तर यो शैतानको हतियार नै त्यही हो, हामीलाई अझै गिल्ट महसुस गराउने। तर हाम्रो ध्यान चाहिँ हाम्रो गिल्टमा नभइकन परमेश्वरको अनुग्रहमा। बाइबलले भन्छ कि प्रभुले चाहिँ हामीलाई प्रत्येक दिन अनुग्रह थपिदिनुहुन्छ अरे। अनुग्रह भनेको चाहिँ एउटा सब्सटेन्स जस्तै के, एउटा थोक जस्तै, चिज जस्तै। हामी हरेक दिन पानी खान्छौँ, हरेक दिन खाना खान्छौँ। अनुग्रह पनि तपाईँ मेरो लागि त्यस्तै हो। हरेक दिन प्रभुले हाम्रो जीवनमा अनुग्रह थपिदिनुहुन्छ र नै हामी साथ प्रभुको उपस्थिति दिन जान सक्छौँ। अनि मलाई लाग्छ कि ती रियलाइजेसनले नै मलाई कहाँबाट कसरी हुन्छ, मलाई त्यो मेरो गिल्टलाई सप्रेस गरेर त्यसलाई तलतिर राखेर फेरि प्रभुमा जोय, फेरि आनन्द महसुस मलाई गर्ने मौका दिन्छ। अनि मलाई लाग्छ अर्को कुरा, जब शनिबारको आराधना पनि एउटा राम्रो अपर्च्युनिटी हो जहाँ हामी प्रभुसँग फेरि रिस्टोर हुन सक्छौँ। मलाई त्यस्तो राम्रो मलाई उहाँले भन्दै गर्दाखेरि चाहिँ हामी एभ्रिडे बाँचिरहेछौँ, मोटाइरहेछौँ, बिकज अफ फुड, पानी होइन। सो यो भएन भने के हुन्छ होइन, यो भएन भने त के हुन्छ भनेपछि त ग्रेस त हामीले थाहा पो नगरेको रहेछौँ त। एभ्रिडे आज हामी जीवित छौँ भने बिकज अफ परमेश्वरको ग्रेसले रहेछ नि त होइन। सो एकदम ब्युटिफुल लाग्यो मलाई त्यो कुरा। जस इमिडिएटली कन्फेस गर्नुहुन्छ त्यही तपाईँको होइन त भाइ, हामी गल्ती गर्छौँ तर उहाँलाई चाहिँ परमेश्वरको आत्माले त्यो कुरालाई स्वीकारेर परमेश्वरतिर फर्किनुहुन्छ, जुन कुराले झन् डे बाई डे तपाईँलाई परमेश्वरको अनुग्रहको महसुस हुन्छ होइन। दाइले यसरी चाहिँ अब तपाईँहरूले चाहिँ कसरी गर्नुहुन्छ थाहा छैन होइन। अब कतिजनाको अवस्था त फेरि फर्किनै नसकेको पनि अवस्था होला, भाँडमै जाए परमेश्वर भन्ने पनि हुन्छ कति अवस्थामा त होइन हामीलाई होइन, त्यस्तो पनि अवस्था होला। त्यो छ भने अब उहाँले भन्नुभयो जस्तै फर्क्यौँ, हाम्रो निम्ति चान्स छ, किनभने उहाँ एकदम मर्सीफुल र ग्रेसियस गड हुनुहुन्छ। सो दाइले कसरी यो कुरालाई अनुभव गर्नुहुन्छ दाइ? गर्दै गर्दा चाहिँ कसरी रिस्टोर हुने भन्ने कुरा होइन। तर फेरि गल्ती गर्ने लाइसेन्स चाहिँ बाँडिरहेको होइन है फेरि हामी सेन्सिटिभ पनि छ यो कुरा, सेन्सिटिभ पनि छ। हामीले कतिवटा भन्दै गर्दा गर्नु मिल्दो रहेछ त भन्ने जस्तो पनि लाग्न सक्छ कता, तर फेरि नगर भन्नुलाई डर देखाए जस्तो पनि लाग्न सक्छ होइन। म चाहिँ एउटा कुरा म इमेजिन गर्छु अनि त्यो चाहिँ मलाई सेटिस्फाई लाग्छ आफूले आन्छ। मण्डली चाहिँ यस्तो ठाउँ रहेछ होइन, यस्तो ठाउँ हो जहाँ चाहिँ बाहिरभन्दा अझ धेरै गल्ती देखिँदो रहेछ कि यहाँ चाहिँ। किनभने बाहिर चाहिँ तपाईँहरू जे गल्ती गर्नुहुन्छ नि, म जे गल्ती गर्छु त्यो इट्स ओके नर्मल ठिक छ, त्यो गल्ती पनि काउन्ट हुँदैन क्या कतिवटा कुरा। मण्डलीमा आउँदै गर्दा तपाईँले लगाएको कुरादेखि लिएर बोलेको कुरा इच एन्ड एभ्री कुरा चाहिँ गल्तीको रूपमा देखिन्छ क्या।
होइन किन त भन्दाखेरि मण्डली चाहिँ ठोकिने ठाउँ हो कि मभित्र कति कमजोरी छ मानिसमा आफ्नै घमण्ड किन गर्नु म एउटा केही पनि गर्न सक्दिनँ म आफूलाई ठिक गर्न सक्दिनँ मभित्र त यति धेरै कुरा छ भन्ने चाहिँ मण्डली आएपछि अझै रियलाइज हुन्छ क्या तर कमजोरी लिएर कसैलाई गिराउने चाहिँ काम गर्नु हुँदैन मण्डलीमा कहिले पनि किनभने हामीले ख्रिस्टकै नजरले हेर्नुपर्छ सबैलाई तर त्यो भन्दै गर्दा सुधार्नको निम्ति बाटो चाहिँ दिनुपर्छ तर अहिले मैले भन्न खोजेको चाहिँ जस्तै मण्डलीमा अझै धेरै देखिँदो रहेछ क्या गल्तीहरू चाहिँ व्यक्तिको चाहिँ अझै धेरै देखिन्छ अनि त्यो देखिँदै गर्दाखेरि चाहिँ त्यसले फेरि जति कालो हुँदै जान्छ अनि सेतो पनि त्यति महत्त्व कालो ठाउँमा एउटा सानो सेतो दाग पनि ठ्याक्क देखिन्छ नि त होइन त्यो गल्ती धेरै हुँदै गर्दा त्यो बिचमा चाहिँ यस्तो कमजोर छु म यस्तो म यति नगर भनेको दाइले भने जस्तो नगर भन्ने कुरा यति गर्ने म यति कमजोर छु अनि त्यतिखेर चाहिँ म सक्दिनँ नि त म सक्दिनँ म मेरो प्रयासले नगर भन्ने कुरा कसरी गर्ने त सक्दिनँ होइन आज नगरौँ भनेर म भुना टेक्छु भोलि फेरि गर्छु त्यो त नगर्न तर नेक्स्ट कुरा गर्छु क्या त्यही भएको कारणले त त्यतिखेर प्रभु याद आउँछ क्या जसले मलाई शक्ति दिन्छ उहाँमा नै म सफल गर्न सक्छु होइन अनि म चाहिँ त्यसरी हुन्छ है जस उहाँलाई चाहिँ हरेक त्यसरी हुन्छ हरेक गल्ती गर्दै गर्दाखेरि तपाईँले उहाँलाई तपाईँले भने जस्तो फेरि गल्ती गर्छु होइन क्या फेरि यो गल्ती गरेँ म फेरि घुम्न टेक्छु होइन तर प्रभु मैले किन गरेँ त यो भन्ने कुरा चाहिँ आउँछ क्या अनि त्यसले प्रभुको महानता देखाउँछ यस्तो रहेछु र पो म नसक्ने भएर पो ख्रिस्ट चाहिँदो रहेछ ल यदि यो आफै हिँड्न नसक्ने भने किन चाहिँदैन हामी गल्ती कसरी गर्ने भन्ने कन्टेक्स्टमा होइन कि अब भइ त सक्यो त्यसपछि चाहिँ के गर्ने भन्ने कन्टेक्स्टमा बाइदेऊ हामीले कुरा गरिराखेको अब दाइहरू दुईजनाले नै एकदम राम्रो म पनि अघि नै भने म त झन् अब हामीले अब उदाहरणको लागि ड्रग एडिक्सनलाई मात्रै हामीले देख्छौँ यहाँनिर अहिले के आउने हो भने म तपाईँहरू हरेकजना एडिक्टेड हुनुहुन्छ भनेर त्यसलाई साइन्टिफिक वेमै प्रुभ गरिदिन सक्छु तर त्यो राम्रो कुरामा पनि हुनसक्छ हामी सबैजनाको आफ्नो एडिक्सन छ ड्रग एडिक्सन र अरू कुराहरूलाई मात्रै हामीले हेर्छौँ होइन ड्रग एडिक्ट चाहिँ त्यो आफैमा एडिक्ट वर्ड जस्तो सुनिएको भएर मनमा त खास मैले म कति रिहाब सेन्टरहरूमा गएको छु म त्यो भने म ड्रग एडिक्सन यत्रो बसेँ यहाँ 2-3जना भाइहरू पनि छ कसलाई सकौँ अब झगडा परिहाल्यो भने त फरक कुरा हो तर हामीलाई जुगाड कसरी गर्ने हो आजको खुराकको मात्रै हुन्छ कसले प्रगति गर्यो कसलाई खसाल्नु कहिले हुँदैन तर चर्चमा हुन्छ यस्तो कुरा एडिक्ट पिपुलहरूको बिचमा यस्तो कुरा काट्ने अरूलाई खसाल्ने डोमिनेट गर्ने कुरा हुँदैन है वास्तवमै भन्यो भने तर चर्चभित्र हुन्छ त्यो कुरा मैले महसुस गरेको चाहिँ हामीभित्र हुँदैन त्यो हामी सपोर्ट गर्छौँ एकदम होइन अनि त्यस कारणले गर्दाखेरि अघि उहाँले भनेपछि त्यो सबै अवस्थामा चाहिँ तपाईँले त्यो गर्नुहुन्छ मैले त म आज चाहिँ मसँग चिन्जान भएको मान्छेहरूलाई पनि भन्छु म इजिली मान्छेहरूलाई फर्गिभ गर्न सक्छु र प्रेम गर्न सक्छु त्यो मेरो महानता होइन किनभने मलाई थाहा छ क्या मेरो असली औकात चाहिँ अनि हरेक दिन परमेश्वरले मलाई कसरी प्रेम गर्नुहुन्छ भनेर जब म आफूलाई हेर्छु नि मैले अरूले गरेको कुराहरूलाई एकदम साधारण देख्छु किन भन्दा यो जीवनको सबै अवस्थामा अब उदाहरणको लागि दिनु पर्दाखेरि ड्रग एडिक्सनमा सुरुमा सुत्यो होइन प्रार्थनामा गयो अब खान्न प्रभु भन्यो अनि त्यो प्रार्थना चर्चबाट निक्लिने बित्तिकै केटाहरू भेटिहाल्यो बिर्सियो अब नेक्स्ट टाइम जस्तो हुन्छ होइन अब नेक्स्ट टाइमबाट सुध्रेका भने जस्तो फेरि नेक्स्ट टाइम त्यस्तै हो कतिजनालाई यहाँ मनमा लागिरहेको पनि अरे मेरो अवस्था नै भनिदिनु हो भनेर होइन लाग्छ अब फेरि जुन दिन सुध्रिन्छु भने त्यही बेला साथीहरूले पाहुना आउँछ नि अरू बेला आउँदैन फेरि अरू बेला आउँदैन त्यही दिन चाहिँ फोन गरेर बोलाउँछ मसँग चाहिँ आइज यो मसँग मिल्ने भएर मात्रै मैले यो भने हो तपाईँहरूको आफ्नो फरक हुन्छ तर यसरी एभ्री डे हरेकचोटि यो लड्दै गर्दाखेरि परमेश्वरको ग्रेस चाहिँ मैले कहाँनिर महसुस गरेँ भने चाहिँ फेरि फर्केर उहाँमा जाने चान्स त्यो बुझ्नु नै त ग्रेस रहेछ नि त कतिजनाले त बुझ्दैन अनि यहाँ जानै खोज्दैन क्या उल्टो रिस देखाइदिन्छ परमेश्वरले रिस देखाइदिने क्या होइन त्यो रिसाउनु मानिसको औकातै यही हो हामी सिद्ध हुनु सक्दैनौँ हरेक दिन परमेश्वरको अनुग्रह हामीलाई चाहिन्छ र आउने र उहाँलाई धन्यवाद दिन्छ सो टाइम पनि एकदमै गइदिए है अर्को एउटा कुरा एड गर्नु मलाई अहिलेको कन्टेक्स्टमा तपाईँहरू मण्डलीमा आउँदाखेरि चाहिँ इभन म पनि कतिजना चाहिँ मण्डलीको मान्छे सबै एकदम सिद्ध हुन्छ जस्तो लाग्छ तपाईँहरूलाई भनेको चाहिँ बुझ्नुभयो सिद्ध भनेको चाहिँ पर्फेक्ट छ क्या मण्डलीको चर्चको मान्छे चाहिँ एकदमै पर्फेक्ट छ यसलाई बोल्न नै सबै आउँछ होइन यो चाहिँ भित्रबाट केही खाँदैन यसले यसको गर्लफ्रेन्डहरू पनि त्यस्तो 1 2 3 छैन पहिला पास्ट रिलेसनसिप पनि छैन केही खाँदैन यसलाई मुख पनि छाड्दैन जस्तो लाग्छ तपाईँहरूलाई मण्डलीको सबै मान्छे सिद्ध छ भन्दा नि हामी त कसलाई चाहिँ कहाँ यसको विकनेस भेटौँ जस्तो चाहिँ खोज्छु पहिला को सिद्ध छ भन्दा पनि प्र्याक्टिकली त्यो गर्छौँ नि हामी होइन यो सिद्ध यसको राम्रो पछि के छ भने नि
त्यही गर्छ नि त खास प्र्याक्टिकल टाइपले यो उसको कमजोरी के छ अनि उहाँसँग सुरु भइ नै हाल्छ कुरा काट्ने जस हजुर मलाई चाहिँ मैले भन्न किन खोजेको भन्दाखेरि फेरि यसलाई मण्डलीको मान्छे यस्तै हुँदो रहेछ भन्ने कन्सेप्ट चाहिँ होइन यसलाई बुझ्नु ल किन भनेको भन्दा मण्डलीमै हो कि सबैभन्दा मलाई जस्तो लाग्छ मण्डलीमै हो सबैभन्दा बाहिरले तिरस्कार गरेको होइन बाहिरबाट अघि भने नि सुध्रोस् भनेर कतिले पढाउँछ मण्डली कतिजना निको होस् भनेर पढाउँछ त्यो मण्डलीमै हो क्या सबभन्दा बढी चाहिँ समाजले हृदयमा तोडिएको कोही चाहिँ अब अन्तिम अवस्था भनौँ न अन्तिम भनेको चाहिँ लास्ट यही नै हो प्रभुबाटै म हुन्छु भन्ने आउने चाहिँ त्यही हो अनि यहीभित्र तपाईँहरू पर्फेक्ट खोज्न थाल्नु भने त्यो हुन्छ त हुँदैन नि त होइन मण्डलीमै हो सबभन्दा बढी तोडिएको हृदयहरू आउने अनि हामीले पनि जहाँ चाहिँ व्यक्तिहरू तोडिएर आउँछ अलि मण्डलीमा यसरी प्रेम गर्छ भनेर आउँछ जस्तै फ्रेङ्कली भन्दा जातीय कुरामा होइन डाउन गरेको हुन्छ यहाँ चाहिँ सबैले प्रेम गर्छ भनेर आइन्छ नि होइन यही भयो भने के हुन्छ ल भनेर परमेश्वरको प्रेम देख्यो यसुको प्रेम देख्यो देखेन नि त अनि यही कुरा नै मैले जोड्न चाहिँ विवाहको कुरामा रिलेसनसिपको कुरामा सम्बन्ध सबैमा एप्लाई हुन्छ तपाईँहरू यहाँ चाहिँ पर्फेक्ट भनेर आउनुहुन्छ तर यहाँ चाहिँ धेरै कुराबाट मान्छे लडेर आएको कन्डिसन हुन्छ प्रभुमा हिल हुन आएको हुन्छ नि त फेरि हाम्रो कन्सेप्ट चाहिँ पर्फेक्टनेस नै खोज्न थाल्यो भने त मण्डलीमा चाहिँ एक प्रकारको अर्कै कुरा हुनसक्छ होइन त्यही भएर मण्डली नै हो सबै तोडेको आउने सबै कुराहरूबाट त्यागेको व्यक्तिहरू आउने र कतिजना असल नै हुनुहुन्छ धेरैजना असल पनि हुनुहुन्छ तर प्रायः जस्तो चाहिँ त्यही अवस्था भएर नै आउँछ जस्तो लाग्छ अनि जब हृदय टुट्छ अनि त्यसपछि पो प्रेम थाहा हुन्छ जसलाई प्रेमको अभाव छ उसले प्रेम थाहा गर्ने हो जस्तो लाग्छ मलाई चाहिँ होइन एकदमै उहाँहरूले भने चाहिँ मण्डली वास्तवमै पापीहरू भने हाम्रो राजा गुरुबा उहाँले कुरा गर्नुभएको अघिको उहाँको ड्याडीले भन्नुहुन्थ्यो मण्डलीमा चाहिँ वास्तवमै यो पाप रूपी समुद्रमा होइन ती मानिसहरूलाई बचाउने एउटा नाउँ हो भनेर उहाँले हामीलाई यो कतिवटा क्लासहरूमा सिकाउनुहुन्थ्यो साँच्चै नै हामी सबैजना पापी छौँ म पापी छु अनि मलाई हरेक दिन परमेश्वरको जरुरत छ अनि म हरेक दिन धर्मीजन चाहिँ कतिचोटि लडेर उठ्छ भन्छ क्या बाइबलले अनि हरेक दिन म उठ्छु परमेश्वरमा कनेक्ट हुन्छु अनि मैले अर्कोलाई हेर्दाखेरि चाहिँ फेरि जजमेन्टल भएर हेर्नु भएन ऊ पनि मभन्दा डिफ्रेन्ट कुरामा लडिराखेको छ बरु मैले उसलाई प्रार्थनाले सहायता गर्नुपर्छ इन्करेज गर्नुपर्छ होइन अनि यसरी नै हाम्रो अनुभवहरू हामीले एकअर्कामा सेयर गऱ्यौँ समय धेरै भयो हामी बोल्नेहरू त रमाइलै भइरहेछ सुन्नेहरूलाई चाहिँ अब कान तनाउ जस्तो नै भइसक्यो होला सो अन्तिम एउटा कुरा जोड्न मन लाग्यो दाइ मलाई हामीले सबै कुरा आज चाहेर नचाहेर हामीले प्रेम सम्बन्धित नै रहेर कुरा गऱ्यौँ जति पनि विषयहरूमा घुम्यौँ प्रेम नै सम्बन्धित नै अब म तपाईँहरू दुईजनालाई अहिले त तपाईँहरूले धेरै कुरा बुझ्नुभयो एज अ पिता भएर एज अ श्रीमान भएर होइन धेरै कुराहरू प्रेमको हेर्ने तरिकाहरू तपाईँले जीवनमा धेरै कुरा अनुभवले सिकाइछु तर जवान अवस्था हुँदै गर्दाखेरि तपाईँले फेरि जवान बनाइदिनु तपाईँले फेरि जवान बनाइदिए है अनि कसरी परमेश्वरको प्रेमलाई बुझ्नुहुन्थ्यो कसरी फिल गर्नुहुन्थ्यो र सँगसँगै म तपाईँलाई सोध्न चाहन्छु के तपाईँले चाहिँ परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो अथवा गर्नुहुन्छ भने एक्सनमा कसरी देखाउनुहुन्थ्यो तपाईँहरू त्यो अहिले पनि छ र मलाई लाग्छ हामी विशेष गरी क्रिस्चियन युथहरू सबैजनालाई परमेश्वर चाहिँ एउटा रोबोट जस्तो एउटा जुन प्रकारले हामी धेरैचोटि लिने गर्छौँ मलाई लाग्छ परमेश्वरलाई तपाईँले मैले प्रेम व्यक्त गर्न सक्ने एउटै मात्रै धेरैवटा तरिकाहरू मध्येमा केही तरिकाहरू मलाई के लाग्छ भने जब परमेश्वर तपाईँको लाइफमा सबसे प्रेसियस कुरा हुन्छ जस्तो तपाईँको लाइफमा सबैभन्दा महत्त्वपूर्ण कुरा सबसे इम्पोर्टेन्ट कुरा यदि परमेश्वर तपाईँको लाइफमा हुनुहुन्छ भने तपाईँले परमेश्वरले प्रेम गर्नुभयो तपाईँ जो अहिले रिलेसनसिपमा हुनुहुन्छ कान रातो भयो नि सबै तपाईँ दिनमा कतिचोटि सम्झिनुहुन्छ त्यो मान्छेलाई जो व्यक्तिलाई तपाईँ रुचाउनुहुन्छ सायद वान साइडेड भयो भने केही फरक पर्दैन होइन एक्जाम्पल दिनुको लागि महसुस गराउनु नरुनु प्रार्थना गर्नु के थाहा होइन तर एकछिन एउटा इमेजिन गर्नु मलाई लाग्छ यदि यो इनपुट मात्र तपाईँले बुझ्नु सक्नुभयो भने मलाई लाग्छ यो अहिलेको हाम्रो कुराकानी एकदमै वर्थ हुन्छ जस्तो मलाई लाग्छ तपाईँले जो मान्छेलाई माया गर्नुहुन्छ जो मान्छेलाई तपाईँले हेर्दै हुनुहुन्छ रुचाउँदै हुनुहुन्छ जसको इन्स्टाग्राम तपाईँले स्टक गर्दै हुनुहुन्छ होइन फेसबुकमा तपाईँले हेर्दै हुनुहुन्छ त्यो मान्छेको बारेमा कति सोच्नुहुन्छ तपाईँले दिनैभरि हो नि यार सपनामा पनि त्यही देख्छ भने चाहिँ सकिहाल्ने कुरा होइन किन भन्दाखेरि त्यो व्यक्ति तपाईँको लागि त्यो समयको लागि त्यो टाइमको लागि सबसे इम्पोर्टेन्ट मान्छे भयो क्या तर सधैँ हुँदैन नि फेरि याद गर्नुहोस्
हामी विवाह गरिसकेको मान्छे भएको कारणले गर्दाखेरि तपाईँलाई अनुभव भन्न सक्छु। फेरि यो नकारात्मक तरिकाले चाहिँ होइन। जुन अहिले फेजमा तपाईँ हुनुहुन्छ जसलाई तपाईँलाई के लाग्छ भने यो छोरी मान्छे अथवा यो बहिनी कहाँ बहिनी भन्नु यो केटी चाहिँ ओहो यार कल्पना गर्नुहुन्छ होला कहाँ घुम्नु गएको, कहाँ एकदम एकान्त सुनसान ठाउँमा दुईजना मात्रै कुरा गरेर आएको, कुन गीत बजाउँ। तर मैले तपाईँलाई के कुरा बताउनु खोजेँ भने मेरो आफ्नो अहिलेको मेरो लाइफको फेजमा अनि म प्रभुसँग यही प्रार्थना गर्छु, प्रभु यो यसलाई चाहिँ 10 टाइम्स बढाइदिनु, यसलाई 100 टाइम्स बढाइदिनु, 1000 टाइम्स बढाइदिनु, मलाई पागल बनाइदिनु भनेर म प्रभुसँग कुराकानी गर्छु। जुन बेलादेखि तपाईँ परमेश्वर तपाईँको लाइफको सबभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, लाइफको सबैभन्दा एकदमै आनन्दको व्यक्ति हुन्छ उहाँ परमेश्वर, त्यो चाहिँ मलाई लाग्छ सबसे तपाईँले उहाँलाई प्रेम व्यक्त गर्न सक्ने सबभन्दा उत्तम तरिका हो। तपाईँलाई मैले मुखले बोल्ने कुराहरू त्यो पनि महत्त्वपूर्ण छ, तर हृदयमा परमेश्वर चाहिँ तपाईँको लागि सबभन्दा महत्त्वपूर्ण, उहाँको बारेमा तपाईँ म्याक्सिमम् सोच्नुहुन्छ, उहाँसँग तपाईँ कुराकानी गर्नुहुन्छ, हृदयभरि नै उहाँ क्या। यो सुन्दै गर्दा एकदमै अलिक असम्भव कुरा जस्तो लाग्छ होला तपाईँलाई, तर यो पोसिबल छ। म के सानो हिन्ट के सानो अंशमा म यो कुरा अनुभव गर्न सक्छु यी दिनहरूमा। जुन बेला तपाईँको लागि परमेश्वर सबैभन्दा लाइफको महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, त्यो नै सबभन्दा राम्रो सबभन्दा उत्कृष्ट तपाईँको प्रेम व्यक्त गर्ने तरिका हो जस्तो मलाई लाग्छ। परमेश्वरले त्यो कुरा महसुस गर्नुहुन्छ। तपाईँको एक्जाम्पलको लागि मेरो छोरा छ, फेरि छोरा भनिहाल्यो तपाईँलाई, फेरि जहिले त्यसो उदाहरण दिन्छ भन्नु होला, तर धेरै फरक पर्दो रहेछ बच्चा भइसकेपछि। मेरो छोराले मलाई नसुतिन्जेलसम्म खोजिरहेछ, यो गर्नु पऱ्यो नि मलाई भन्छ, त्यो देखाउनु पऱ्यो नि मलाई भन्छ, ताइने त्यो कार्टुन बनाउँछ ड्याडी हेर्नु त भन्ने उसले देखाइहाल्छ होइन। जे गरे पनि उसले मै चाहिन्छ उसलाई, मलाई देखाउनुपर्छ उसलाई। इमेजिन गर्नुहोस् त यदि तपाईँले मेरो एभ्री डेको लाइफ परमेश्वरसँग त्यस्तो हुन्छ भने सबै कुरा देखाउने क्या प्रभुलाई, सबै कुरा उहाँलाई एक्सप्रेस गर्ने, सबै कुरा उहाँलाई तपाईँ भन्नु रुचाउनुहुन्छ भने के अरे एउटा बुवाको लागि बच्चाको प्रेम मैले अनुभव गर्न सक्ने प्रेम त्यही एक्सप्रेसन हो, त्यही हो तरिका। मलाई लाग्छ परमेश्वरले त्यही तरिकाले महसुस गर्नु सक्नुहुन्छ। नेक्स्ट कुरा चाहिँ मलाई के लाग्छ भने हामी एउटा क्रिस्चियन युथहरूले परमेश्वरलाई आफ्नो प्रेम एक्सप्रेस गर्नुको लागि एकदमै ठुलो इभेन्ट हुनुपर्छ छैन, एकदमै गाउँभरिको मान्छेले सुन्ने गरी गाउँभरिको मान्छेले देख्ने गरी केही पनि हुनुपर्छ जस्तो मलाई लाग्छ, तडकबाट केही पनि हुनु पर्दैन। तर मलाई लाग्छ सबसे इम्पोर्टेन्ट कुरा तपाईँले परमेश्वरको क्रुसलाई प्राइभेटली बोक्नुहुन्छ भने त्यो नै परमेश्वरलाई प्रेम व्यक्त गर्ने सबसे उत्कृष्ट तरिका के हो रे? परमेश्वरको क्रुसलाई कसरी रे? प्राइभेटली, पब्लिकली समटाइम्स, तर प्राइभेटली जब तपाईँ परमेश्वरको क्रुस बोक्नुहुन्छ नि त्यही कुराबाट नै तपाईँले परमेश्वरलाई आफ्नो प्रेम देखाउनुहुन्छ। यस्तो गर्नु मन लाग्छ तर म यो कुरा गर्नु दिँदैन किनभने परमेश्वरले मलाई गर्नु दिँदैन, यो खानु मन लाग्छ, यो गर्नु मन लाग्छ, त्यो गर्नु मन लाग्छ, तर तपाईँले आफ्नो रोक्नुहुन्छ। क्रुस बोक्नु भने त काठ बोक्नु त होइन नि त, होइन हो त? बोकेर आउनु भएको छ तपाईँले काठ कहाँ बिसाएर राख्नु भएको छ? तर क्रुसहरू चाहिँ तपाईँले मेरो चोइसेसहरूमा छ, तपाईँले मेरो छनौटमा छ, तपाईँले मेरो डिजायरहरूमा छ। यी ठाउँहरूमा जब तपाईँ मैले सानो सानो ठाउँहरूमा परमेश्वरको क्रुसलाई बोक्छु, चाहेको कुरा गर्नु नगर्दाखेरि मन लागेको कुरा नगर्नु भनेको नै क्रुस बोक्नु हो नि त, होइन? आफूलाई आफू सदाउनु हो नि त। जब हामी प्राइभेटली परमेश्वरको क्रुस बोक्छौँ हामी परमेश्वरलाई आफ्नो प्रेम एक्सप्रेस गर्न सक्छौँ। र शिक्षा मात्र होइन, मेरो लागि पनि यो कुरा नै यो रियालिटी हो। त्यो दुईवटा कुरा मैले राखेँ, मेरो लाइफको सबै कुरा व्यक्त गर्ने, सबै कुरा देखाउने एउटा बच्चाले बाउला जस्तै त्यो तरिकाबाट हामी एक्सप्रेस गर्न सक्छौँ। म एक्सप्रेस गर्छु, अर्को कुरा चाहिँ सानो सानो क्रुस प्राइभेटली, पब्लिकली होइन प्राइभेटली म बोक्छु, त्यसबाट पनि म परमेश्वरलाई आफ्नो प्रेम व्यक्त गर्न सक्छु। तपाईँहरूलाई अल्छी लाग्यो अब सकिन लाग्यो। यो पनि क्रुस बोक्यो है, यो पनि क्रुस बोक्नु हो, किनभने तपाईँलाई अहिले दुनियाँ डुल्नुमा लाग्छ छैन छ नि होइन? बोक्दिनँ त्यसो भन्दैले तपाईँ फेरि क्रुस छोडेर जानु होला, यो पनि क्रुस बोक्नु हो प्रिय हो। किनभने तपाईँ हजारौँ कुरा गर्नु सक्नुहुन्थ्यो तर तपाईँले यो कुरालाई छान्नुभयो नि त, अहिले छान्दै हुनुहुन्छ नि, यो पनि प्राइभेटली तपाईँ क्रुस बोक्दै हुनुहुन्छ। दाइले धेरै कुरा एड गरिसक्नुभयो, मैले त्यसलाई भन्यो भने चाहिँ त्यसलाई दोहोऱ्याएको जस्तो हुन्छ होला। तर मलाई पर्सनली फेथलाई चाहिँ एक्सनमा कसरी होइन मैले गरेको प्रेम अथवा परमेश्वरको विश्वास अथवा प्रेम मैले गर्छु भन्ने कुरालाई एक्सन चाहिँ त्यही साधारण इक्जाम्पल अहिले यहाँ सेवाकाई भनौँ न इन सेन्स अब चर्चमा जवानहरूको बिचमा समय दिइरहेको छु अथवा
अहिले पनि यो डाइरेक्टली भन्नुपर्दा पेड होइन होइन, मलाई यो अर्गनाइज गरे बाबत केही छैन तिरा छैन छैन त्यो अर्कैले हालिदिएको अस्ति नै छैन त्यस्तो केही पनि, त्यस्तो केही पनि छैन। मैले भन्न खोजेको चाहिँ त्यो छैन केही पनि है, के अर्गनाइज गरे बापत म यहाँनिर आए बापत तपाईँहरूले कल गरे बापत मलाई कतैबाट केही हुँदैन, तर म स्वेच्छा गरिरहेको छु नि त, मलाई यो गर्नुमा आनन्द छ क्या। यो पनि मलाई कम लाग्छ कि भन्ने हो भने मैले बढाएर भनेको होइन, कम हो यो किन गरेर त जस्तो लाग्छ। अझै धेरै गर्नु, किन प्रभुले चाहिँ गर्नुभएको छ, उहाँलाई त हामीले इनाम दिन सक्दैनौँ, उहाँलाई हामीले उपहार दिन सक्दैनौँ होइन, बाइबलले त्यही भन्छ। तर उहाँले जे गर्नुभएको छ त्यसको निम्ति हामीले सम्झना गर्न सक्छौँ, धन्यवाद दिन सक्छौँ। त्यही धन्यवाद बाबत चाहिँ मैले गरिरहेको छु जस्तो लाग्छ। अनि यो पनि कम हो, जति समय म युथ हुन्छु होइन, सीमित समय छ युथ हुने, जवान मान्छेले जवान भनिरहने समय सधैँभरि हुँदैन। म पनि अब कपाल बिस्तारै झर्दैछ होइन, अब बिस्तारै झर्दै जाँदा दारी फुल्दै जाँदा मलाई जवान कसले भन्छ त भन्दैन नि त, जति टाइम चाहिँ मलाई जवान भन्छ त्यो टाइमसम्म चाहिँ जवानको स्पिडमा गर्ने। अनि म चाहिँ त्यसरी नै परमेश्वरलाई प्रेम गर्छु भन्ने कुरा त्यसरी नै गर्छु। अनि अहिले यहाँ हामी यसरी बस्नु, अघि अहिले भने जस्तो कतै जानुपर्ने टाइममा यहाँ स्पेन्ड गर्नु होइन, मेरो श्रीमती हुन्छ कहिले कतै घुम्न लगेन कतै गएन भन्ने कुरा कहिले कहिले आउँछ होइन। अनि म भन्छु क्या क्रिस्चियनसँग बिहे गऱ्यो भने यस्तै हो, कहाँ हो घुम्न जाने ठाउँ, कहाँ सङ्गति होइन, आज कहाँ नयाँ ठाउँमा खाना खान जाउँ होइन, त्यही खाना पाक्छ, आज सङ्गति त्यही हो त्यही होइन, आज दाइ भेट्नु त्यही चर्चमै हो दाइ पनि होइन, कहाँ हो सबै यही हो क्या अब। अनि त्यही नै हो अब, सेक्रिफाइस धेरै कुराहरूमा सेक्रिफाइस हुन्छ, अनि त्यो गर्दै गर्दाखेरि पीडा हुँदैन आनन्द हुन्छ भन्ने चाहिँ सायद त्यो चाहिँ मैले परमेश्वरमा प्रेम गरेको छु भन्ने एक्सनद्वारा गरेको कुरा चाहिँ जस्तो लाग्छ। अनि त्यही नै हो, तपाईँहरूले पनि त्यसरी नै गर्नुपर्छ। दाइले भन्नुभएको जस्तै कति कुरा गर्नु मन लागेको कुरालाई प्रभुले यो गर नगर भन्नुहुन्छ म गर्दिनँ, त्यो पीडा त केही समय होला छटपटी होला, तर त्यसबाट नै तपाईँ आनन्द आउन थाल्छ। अनि प्रभुमा प्रेम गरेको छु भनेर एक्सनमा देखाउने चाहिँ त्यही जस्तो लाग्छ। केही छ तपाईँहरूलाई अब कोही आएर अगाडि बोल्न मन लागेको छ भनेर भने तपाईँ सक्नुहुन्नलाई, हामीलाई नै गाह्रै भइरहेछ। लास्टली केही टपिकमा क्याच गर्नुपर्ने कुरा छ तपाईँहरूलाई, केही टपिक छ भने आज हामी अघि भने थियोलोजिकल अलिकति बाइबलको